नमस्ते। म चाहिँ राजकुमार पोखरेल, लालबन्दी नगरपालिका वडा नम्बर 7 मा स्थायी बसोबास गर्छु र मैले चाहिँ विगत 2082 साल अस्ति कार्तिक 14 गते चाहिँ मेरो बाबुको अपरेसनको लागि चाहिँ हामी शुभ स्वस्तिक हस्पिटल आएको थियौँ। रातिको 10 बजेतिर हामी यहाँ आइपुगेका थियौँ र त्यो बेलामा चाहिँ जुन नर्सले डक्टरले चाहिँ हामीलाई चाहिँ पेसेन्टको अवस्था हेरेर उहाँहरूले चाहिँ राम्रो किसिमको सुविधा प्रोभाइड गर्नुभयो र फलस्वरूप चाहिँ बिहान हामीले 6:47 चाहिँ बच्चाको अपरेसन गऱ्यौँ र बच्चा पनि सकुशल मात्रामा अहिले खेलिरहेको छ। र मैले चाहिँ यो शुभ स्वस्तिक हस्पिटलको बारेमा चाहिँ वेबसाइटहरूमा फेसबुकको पेजहरूमा देखेको थिएँ कि यहाँ आमा सुरक्षा कोष अन्तर्गत चाहिँ निःशुल्क रूपमा चाहिँ बच्चाहरूको अपरेसनलाई कुनै पनि खर्च नलागिकन निःशुल्क रूपमा चाहिँ यहाँ बच्चा निकालिँदो रहेछ। यो निकै नै उल्लेखनीय काम छ। धेरैभन्दा धेरै राम्रो काम भएको हुनाले चाहिँ थोरै खर्चमा पनि यति राम्रो सुविधा हामीले यस हस्पिटलबाट प्राप्त गऱ्यौँ। मेरो रेगुलर चेकअप चाहिँ हामीले वीरगन्जको प्रभु हस्पिटलमा गर्दै आएका थियौँ, तर यस शुभ स्वस्तिक हस्पिटलको बारेमा चाहिँ हामीले जानकारी पाएर चाहिँ हामीले दोस्रो बेबी चाहिँ शुभ स्वस्तिक हस्पिटलमा निकाल्ने निर्णय गऱ्यौँ र हामीलाई लाग्छ कि हामीले गरेको निर्णय धेरै राम्रो निर्णय गऱ्यौँ भन्ने हामीलाई अनुभूति भएको छ। र यस शुभ स्वस्तिक हस्पिटलको कर्मचारीदेखि लिएर यस म्यानेजमेन्ट टिमदेखि लिएर यसमा कार्यरत नर्सहरू डाक्टरहरूले हामीलाई सुभद्र व्यवहार गर्नुभयो। उहाँहरूको कार्यशैली उहाँहरूको क्रियाकलाप देखेर हामी अत्यन्त खुसी छौँ र हामी सम्पूर्ण जनता वा मानिसहरूमा पनि शुभ स्वस्तिक हस्पिटलको सेवा लिनु हुन र अहिले जुन आमा सुरक्षा कोष अन्तर्गत निःशुल्क गर्भवतीहरूको लागि चाहिँ सुविधा अपरेसन सुविधा प्रोभाइड गर्नुभएको हुनाले हजुरहरूले चाहिँ कम मूल्यमा नै यस सुविधा प्राप्त गर्नुहुनेछ र आफ्नो सुरक्षाको लागि चाहिँ टाढाभन्दा टाढा जाँदाखेरि चाहिँ हजुरहरूको बेबीमा असर गर्ने र आमालाई पनि स्वास्थ्यमा असर गर्ने हुँदाले चाहिँ टाढा काठमाडौँ जनकपुर वीरगन्ज भन्दा पनि तीको सुविधा चाहिँ शुभ स्वस्तिक हस्पिटलले हजुरहरूलाई प्रोभाइड गर्दैछ। यसको लोकेसन चाहिँ महोत्तरी जिल्लाको बर्दिवास स्थित शुभ स्वस्तिक हस्पिटलमा आएर हजुरहरूले थप जानकारी लिन सक्नुहुनेछ।